In the heart of the game, where dreams collide, nations unite with passion inside. From the streets to the stadiums, we come alive. For the beautiful game, we'll strive and we'll strive. This is our moment, our time to shine. Under the lights, we'll rise and climb. With every kick, with every goal, the spirit of football forever in our soul. From Rio to Moscow, and now to our land, the world comes together, hand in hand. In every corner, a story to be told, of triumph and glory in green, white and gold. This is our moment, our time to shine. Under the lights, we rise and climb. With every kick, with every goal, the spirit of football forever in our soul. So let the tears, we'll fight till the end. For the pride of our nation, our flag will defend. With hearts ablaze and dreams so high. आसमान अघिल्लो खेलमा बेन्चबाट स्टार्ट गरेका थिए उनले, आज स्टार्टिङ लिस्टमा नै छन् उनी। दुवै टिमले अट्याक बनाइरहेको छ, सुरुवातमा मुभ बनाइरहेको छ। कृष्ण बल पुश गर्न पुग्यो त्यहाँ, अमित आसमान कपल कार्की अब लेफ्ट फ्ल्याङ्कबाट बल अघि बढाउँदै मनोबलको साथ पनि मैदान उत्रिएको छ। कृष्ण यहाँ युवराजका लागि थियो, बल भेटाउँदैछ। सुरुवात गरेको देशभक्त त्यसलाई निरन्तरता दिन चाहन्छ कि यस प्रतियोगितामा पहिलोचोटि जोडिँदैछ ए डिभिजन टिम सङ्घका विरुद्ध। कृष्ण थ्रुपास उनको त्यहाँ युवराजका लागि, युवराज वर्सेस आसमान। त्यहाँ इन्टरसेप्सनमा आसमान थिए। अनिल यो कुरा गर्दै थिए म, देशभक्तले पाएका अवसरहरू त्यो युटिलाइज गरिरहेको छैन भन्ने। यसपटक पनि त्यसलाई युटिलाइज गर्दै खेलमा अग्रता लिन सफल। 2-1 को अग्रता। आसमान अनि सन्ध्या इन्टरसेप्सनमा लिन सक्छौँ हामीले। केही बेर अघि दोस्रो हाफमा मात्र मैदान छिरेका थिए उनी, र त्यसपछि फिनिस गर्न सफल। त्यो भलिउनको मौका पाएन त्यहाँ निशान राणाले। मनिष मगर तर बल लुज गर्न पुगेका छन् उनी। आसमान विरुद्ध फाउल गर्न पुगे त्यहाँ आसमानलाई। फ्री किकको अवसर, ट्यापिनको आवश्यक थियो जुन उनले सकेनन्। फागु आसमान, यो पनि फितलो एटेम्प रह्यो उनको। व्हाट अ गोल! देशभक्त र देशभक्तका लागि गोल गरेका छन् फागुराम थारू। 1-0 को अग्रता लिन सफल भएको छ नेपालको शीर्ष श्रेणीको ए डिभिजन लिग खेल्ने टिम सङ्गठा विरुद्ध। यो कुरा हामी गर्दै थियौँ। राइट फ्ल्याङ्क यसै गरी बर्ड्स नेपाल WWF र लिटिल फ्लावर स्कुल मध्यबिन्दु 2 हाम्रो इन्टरनेट पार्टनर रहेको छ वर्ल्ड लिङ्क। धेरै धेरै धन्यवाद व्यक्त गर्दछौँ। आसमान फुट स्किल देखाउँदै थिए अमितका लागि। अमित भुजेल, अमितको क्रस, तर कोही जन्मेदामी सदीप खिसी। आसमान अमित भुजेलका लागि यो थ्रु पास। बफर त थिए त्यहाँ, उनले गोलकिपरलाई देख्छ सङ्कटालाई सङ्कटमा पारिरहेको छ। फेरि पनि त्यहाँ अमित, कर्नरको अप्सन आसमानले लिँदैछन्। यो आसमानको यो कर्नर क्लियर गरिदिएका छन् त्यहाँ बफोरले। फेरि पनि क्रस त्यहाँ
मैदान प्रवेश गर्दैछन्। आसमान छेत्रीलाई उनले रिप्लेस गरेका छन्। पहिलो खेलमा बेन्चबाट स्टार्ट गरेका थिए आसमान, आज स्टार्टिङ लिस्टमा नै थिए र करिब 56 मिनट खेलेका छन् उनले। त्यहाँ मैदान